All right guys, welcome to another video. धेरै दिनपछि यहाँ ल्यान्ड टोपोग्राफी सर्वेको काम भइरहेको छ। यहाँ हाम्रो सर मेसिन सेट गर्दै हुनुहुन्छ। अब तपाईहरुलाई यदि कामहरु यसो ल्यान्ड टोपोग्राफी स्टेक आउटहरुको काम सिक्नु छ भने तलको स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ तपाईहरु। अनि हेर्नुस् कतिको रमाइलो छ। यता हाम्रो खोला छ, पुरा जंगल हो चारैतिर, त गाउँ छ। ल कसैलाई सिक्नु छ भने यसो सम्पर्क गर्नु होला। बहुत धेरै पैसा छ के सर्वेमा, रमाइलो पनि हुन्छ, पैसा पनि छ। टोपोग्राफी सर्वेको काम यता गर्न आएको। पुरै एरिया जति अगाडि तपाई देख्न सक्नुहुन्छ, यो कंक्रिट पिलरहरु जति पनि छ नि, यो पुरै एरिया सर्वे गर्नुपर्ने हो। खास यता सानो खोल्सी रहेछ, यो खोल्सी पनि लिने हो। डाटाहरु यसको रिभर ब्याङ्कहरु देखाउन पर्छ पुरै। तबसम्म भाइ मेसिन सेट गर्दैछन्। म यसो भिडियो बनाइदिन तपाईहरुको लागि। रमाइलो त रमाइलो हुन्छ सर्वेको काममा, तर गाह्रो त गाह्रो पनि छ। यसो घाममा पुरा डाँडा काँडामा हिँडिराख्नु पर्छ। यसो भिडियो म फेसबुकमा पनि हाल्दै गरिरहेको छु, अनि युट्युब च्यानलमा पनि हालिरहेको छु। सबै भिडियो हेरेर यसो युट्युब च्यानललाई सब्स्क्राइब र हाम्रो मेरो फेसबुक पेजलाई चाहिँ फलो गरिदिनु पर्यो। खास अब एकछिनमा काम सकेर अनि त्यसपछि तपाईहरुसँग भेट्छु म। ब्याट्री पनि सकिन लाग्यो मोबाइलको। बीचबीचमा म भिडियो बनाइरहेको छु। अब मेसिन जबसम्म सेट गर्दै हुनुहुन्छ भाइ। ल सेट भयो इन्जिनियर साहब, हुँदैछ। ल फेसबुकमा पनि म हालिरहेको छु यार भिडियोहरु। तपाई लाइकै गर्नुहुन्न, कमेन्टै गर्नुहुन्न तपाईहरु। यसो फेसबुक पेज मेरो अक्षय कुमार यादव र अक्की ब्लग भन्ने फेसबुक पेज छ, त्यो पेज चाहिँ फलो गर्दिन पर्यो। यदि कसैलाई सिक्नु छ भने मेसिन चलाउन, यसो टोपोग्राफिक सर्वेहरु स्टेक आउटहरु, त्यहाँ मेरो स्क्रिनमा मैले तल नम्बर आफ्नो हाल्दिन्छु, जीमेल आइडी पनि हाल्दिन्छु। त्यसमा सम्पर्क गरे हुन्छ। म एकदम राम्ररी सिकाइदिन्छु। पैसा त टन्नै रहेछ के सर्वेको काममा, हैन भाइ? एकदम एकचोटी सिक्नु भयो भने पुरा रमाइलो पनि हुन्छ। रमाइलो त रमाइलो पनि हुन्छ, तर गाह्रो पनि छ। यसो घाममा डाँडा काँडामा हिँडिराख्नु पर्छ पुरै। तै पनि अब के गर्ने, पैसा त कमाउन पर्यो, घरबार चलाउन पर्यो। यसो भिडियो केही सुझाव सल्लाहहरु दिनु छ भने भिडियोमा करेक्सन गर्नु पर्यो भने केही त्यहाँ कमेन्ट गर्दै गर्नु तपाईहरु। ल एकछिनमा हामी काम सकेर त्यसपछि काम सकिसकेपछि त्यसपछि भेटौला। ल थ्यांक यू। ल गाइज अब अर्को साइट आइयो। यो ग्यास गर्नु त कुन ठाउँ हो? ल यहाँ रहेछ अब साइट, ठ्याक्कै यहाँ जेसीबी चलिरहेको ठाउँ हो। भटाभट यो पढेर घरतिर निस्किन पर्छ। हाम्रो यो ठ्याक्कै ग्यास गर्नु त कुन ठाउँ हो हाम्रो यो? ल यहाँ त्यहाँ भाइहरू छन्, मतलब कोअर्डिनेटै अब त्यहाँ कोअर्डिनेट त पठाउनु भयो, तर ठ्याक्कै कुन पोइन्ट हो त्यही थाहा भएन। सर्वेयरसँग सोधिराख्नु पर्छ। अब अझ भ्याइन्छ कि भ्याइन्न, यसो भ्याइयो भने त अब गइन्छ, भ्याइएन भने अब भोलि आएर त्यसपछि सकेर जाने हो। ल
यो पछाडिको भ्यू हेर्नु त, पछाडि स्टिमर चलिरहेछ, यता कटेजहरू छ पुरै। दामी ठाउँ रहेछ यार। म त पहिला आउनु पर्ने हो तर आइन। यता एकदम ब्युटिफुल माइन्ड ब्लोइङ प्लेस छ चिल गर्नलाई।